काका तपाईसँग एउटा सल्लाह गर्नुपर्ने थियो। के कुरा हो वर्षा भन न। आमालाई छोडेर आएको यत्रो दिन भइसक्यो, साह्रै याद आएको छ। के गर्दै हुनुहुन्छ होला? धत लाटी, यति जाबो कुरामा पनि मलाई सोध्नुपर्छ र? फोन गर, मेसेन्जरमा कुरा गर, यतिका प्रविधि छँदैछ नि। एकचोटि आमालाई भेट्न जाउँ कि भनेको। हुन्छ, जाऊ न। आमाकोमा जान पनि मसँग अनुमति लिनुपर्छ र? धन्यवाद। सबैको श्रीमान मेरै श्रीमान जस्तै बुझ्ने भइदिएको भए कुनै पनि छोरी मान्छेले दुःख पाउने थिएन होला। ल तिमी जाऊ, यताको चिन्ता नलिनु। आमाले सम्झेको छ भनिदिनु है। अब त छोरी पराई घरको लक्ष्मी भइहाल्यौ, माइत खाली हात जानु हुँदैन। जे मन लाग्छ लिएर जानु। हुन्छ, म कपडा फेरेर जान्छु है। नमस्ते आन्टी, कता पुगेर आउनुभयो? नमस्ते। कता हुनु राम? खायो खाएको पचाउने मात्रै त हो नि। अनि तिमी के गर्छौ? के गर्नु र आन्टी, हामी जस्तोले जागिरको सपना नदेखे नि हुने रहेछ। नेपालीको पढाइ पनि बेकारै रहेछ। हामी नेपाली र हाम्रो नेपाल गरिब हुनुको मुख्य कारण नै यही त हो नि। कुनै दिन नेपालीले कोरियालाई ऋण दिएको थियो, अहिले नेपालीले उनीहरूको टोयलेट सोर्न परेको छ। ल आन्टी, हिजोको दिन सम्झनु बाहेक अरू के नै छ र? पछि भेटौँला। रामको कुरा नि ठिकै हो। यो हरियाली सुन्दर ठाउँमा शान्त वातावरण, समय गएको पत्तै हुँदैन है। तिमी हरियाली सुन्दर शान्त वातावरणको कुरा गर्छौ, म त जताततै हेरे पनि तिमी मात्र देख्छु। तर म सर के भयो भन न, किन एक्कासी निराश भन्यौ? हिजोसम्म त खेलेरै खाइयो, तर अब त कुनै काम नखोजी भएन। अब झन् सजिलो, त्यही समय गाह्रो होला। म पनि काम गर्छु, अनि दुवैजनाले काम गरेपछि। त्यस्तो होइन ऋतु, तिमी त बाबाको घरमा खेलेर खाने मान्छे। अब मेरो पालो, तिमीलाई म पाल्छु। यो मेरो कर्तव्य र दायित्व हो। एउटा कुरा भन्नै बिर्सेछु। एउटा होइन, दर्जनौ भन न। तिमीलाई छोरा चाहिन्छ कि छोरी? मलाई त छोरा। छोरी? छोरा छोरा छोरा, मलाई त छोरा नै चाहिन्छ। ल त्यसो भए ठिक छ, एक दर्जन छोरा जन्माउने, फुटबल प्रतियोगिता खेलाउने, अनि भलिबलको 2 टिम बनाउने। के रे वर्षा, ऋतु, वर्षा, ऋतु, ए वर्षा, के गर्दै होला नि मेरो छोरीहरू? के खाए, के लाए? सुखमा छन् कि दुःखमा छन् होला? आमा, मेरो छोरी, आँखाको नानी, आऊ भित्र जाउँ। होइन आमा, एकछिन बाहिरै बसौँ न, गर्मी नै छ, यहाँ गयो हावा पनि आउँछ। ल त्यसो भए म मुढा लिएर आउँछु है त। आऊ बस। अनि छोरी, राई साहबलाई कस्तो छ त? हजुर आरामै, ज्वाइँले हजुरलाई धेरै धेरै सम्झिरहनु भएको छ। धन्यवाद। भगवान् मेरो ज्वाइँ साहबको दाहिने रहनु। आमा लिनुहोस्। किन दुःख गर्छौ त छोरी? गर्मी पनि भयो, म चिसो लिएर आउँछु है। पर्दैन आमा, पर्दैन। ओहो, म त गफमा भुलेछु। जाऊ छोरी भित्र। वर्षा बिनाको जिन्दगी पानी बिनाको माछा चाहिँ हुन्छ।
आई लभ यु वर्षा। तिमी बिना त म एकपल त के 1 सेकेन्ड नि बाँच्न सक्दैन। वर्षा हाम्रो इलाकामा आएर त हिरो बन्ने हामीलाई हेप्ने ए चस गर भाइ ए चस गर न गेम फिनिस भइसक्यो के लाटाले पापा हेरे यस्तो ए यसरी हिरो बनिस् भने त जस्ता त हजारौँ आए यसरी गेम फिनिस गर्ने बाघको इन्ट्री भयो बिरालुको काम छैन बाघ बिरालु बाघ ओहो टाउकोमा घाउ लागेछ एकछिनै तपाईले मेरो ज्यान बचाइदिनु भयो। तपाईको यो गुण म कहिले बिर्सिने छैन। तपाईलाई त म यो गाउँमा पहिलोचोटि देख्दैछु। म यो ठाउँको पाहुना हुँ। कहाँसम्म जानुहुन्छ? यतै बस्नुस्। समयले साथ दियो भने अवश्य भेट हुन्छ। अहिले म जान्छु। यस्तो पनि अवस्था बनाएर आउने छिटो पानी ल्याउ न छिटो ल्याउ के गरिराख्नु आमा यति जब कसले यस्तो गर्यो होला नि मेरो त हिसाबलाई सागा कसले यो हालत बनायो तपाईँले? म तिनीहरूलाई त्यतिकै छोड्नेवाला छैन। खै 21 माथि हातपात गरे त्यसपछि के भयो कसो भयो पत्तै पाइन। म पानी मुनि गए पनि छोड्दिनँ। के गर्नुपर्छ कसो गर्नुपर्छ सब कुरा मलाई मात्र थाहा छ। जाउँ अहिले लागि त भन न के अरे कहिले? ए ल ल हामी आइहाल्छौँ। के भयो किन यस्तो गएको क्या? आऊ न हिरा जाऊ। के भयो मैले केही बुझेकै छैन। पहिला जाऊ न अनि थाहा पाउँछ। मैले पनि केही थाहा छैन। ए छिटो आऊ न भने यो हालत कसले बनायो? को हो त्यो? त्यसको हात खुट्टा भाँचेर सदाको लागि अपाङ्ग बनाइदिन्छ। अपाङ्ग को हो दाइ त्यो? को भन्नु नि दाइ को हो त्यो? खै को हुन् कताबाट आए कता गए केही थाहै भएन। वर्षा तैँले हामीलाई त्यति बेला किन भनेस्? म त आमा भेट्न आइसकेको थिएँ।
एकछिन बस्दै गरौँ जय साहब, म चिया बनाएर ल्याउँछु। पर्दैन आमा, पर्दैन। पर्दैन कि आमा, दुःख नगर्नु। खाने भए त हामी आफै बनाएर खाइहाल्छौँ नि। उसो भए म चिसो लिएर आउँछु। हुन्छ। अनि के हो वर्षा, यत्रो घटना घट्या रहेछ, हामीले खबर गर्नु पर्दैन? मलाई पनि अचानकै आजै थाहा भएको। यहीँ आउनु भएको थियो र थाहा भएर फोन गरेकी तँलाई। आमा पर्दैन पर्दैन भन्दा पनि मान्नु भएन। चिया खान मानेनौ त, अब चिसो खाऊँ न। आमा नि बसेर खानु। नसोचेकै घटना भयो, के गर्नु त? यस्तो होला भने त सोचेको पनि थिएन। त्यही त आमा, हामी पनि खबर फोन आउने बित्तिकै हामी पनि हिँडेको। एक्कासी थाहा भयो। हिजो सागरमाथि एक्कासी हमला गर्ने को हुन्? केटा मान्छे नहुन्, कतिपयको त पुर्ख्यौली दुश्मन पनि हुन्छ, कतिको केटीको विषयमा। तर हिजोको घटनाले केटाहरू लुटेर पनि होइनन्। यदि त्यसो हो भने मोबाइलसम्म त लगेर जान्थ्यो। मलाई लाग्छ यसमा केही न केही रहस्य त अवश्य छ। तपाईँले भन्नुभएको रहस्य भनेको हिजोको दिनमा मेरो कोही बोयफ्रेन्ड हुनुपर्छ, होइन भने हाम्रो कोही कसैसँग दुश्मनी नै छैन। मैले कुभावना र कुविचारले आशंका गरेको होइन। ऋतुले भने चाहिँ कतै पुर्ख्यौली दुश्मन पो हुनसक्छ कि भन्न खोजेको, अन्यथा नलिनु है। अहिले हामी दो बाटोमा छौँ। समय अवश्य आउँछ, त्यस दिन सबै विषयबारे छलफल गरौँला। साँच्चै हो, मानिसहरूले देख्यो भने के भन्नुहुन्छ अब? हे भगवान्, म के गरौँ? नम्बर पनि छैन। कुनै दिन त भेट हुन्थ्यो, अरूलाई भनेर के कामै छैन। के भयो दाइ? लभ पऱ्यो कि क्या हो? गर्लफ्रेन्डले धोका दिएको हो। आजकलको लभ त जङ्गलमा लागेको डढेलो हो डङ्गो। म ताक्छु मुडो, बन्चरो ताक्छ बुढो। पक्कै यो केटीलाई पनि बोयफ्रेन्डले धोका दिएको हुनुपर्छ। अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा नि तर्सिन्छ भन्थे, हो रहेछ। जय साहब, छोरा मान्छे भएपछि कहिल्यै पछाडि हट्नु हुँदैन। एउटा उखान छ नि, सर्पमा बिख हुनुपर्छ, मान्छेमा इख हुनुपर्छ। हो आमा, हजुरले ठिक भन्नुभयो। मैले सपनामा पनि नसोचेको घटना घट्यो। जीवनमा कहिले हारेको पनि थिइनँ र हार्दिन पनि, यो मेरो सङ्कल्प हो। जय साहब, तपाईँले ठिक भन्नुभयो। तपाईँको दृढ विश्वासले गर्दा आज मलाई कता कता छोराको अभाव पुरा गरे जस्तो लाग्छ। आमा, ज्वाइँ पनि त छोरा नै हो नि। साँच्चै भन्ने हो भने जन्म दिने बाआमा भन्दा पाल्ने बाआमा र सही बाटो देखाउने बाआमा ठुलो हुन्छन्। वर्ष हाम्रो आमाको मेहनत, तरकारी यति धेरै फलाउनु भएको छ। त्यही त, आमासँग कहाँ त सक्छ तान्दियो। आमाको मेहनतलाई चाहिँ मान्नै पर्छ है। तपाईँको महान विचारले गर्दा मेरो भित्री आँखाको पर्दा खोलिदिनु भयो। आज म ज्यादै खुसी छु जय साहब। के कुरामा खुसी आमा, हामी पनि बुझ्न सक्छौँ? ल, तँलाई त्यति पनि थाहा छैन? मन नपरेको छोरी चाहिँ बाहिर र मन परेको चाहिँ साथमा भएर होला नि। ठिक भन्यो छोरीले। आफ्नो मन परेको छोरी चाहिँ यो झुप्रोमा विराजमान हुँदा कसको बाउआमा दुखी होला नि त? आमा, हजुरलाई हामीले आफ्नै बाआमाको दर्जामा राखेको। ल भन्न त छोरी हो, मेरो यो खुसीलाई
सगरमाथै आएर छेके पनि पवित्र मायामा बिलाएर जान्छ। बुझ्यौ? आखिर आमा कस्तो नि? तपाईँ जय सर, हजुर रामलाई चिन्नुहुन्छ? चिन्छु आमा, त्यस दिन मलाई मृत्युको मुखबाट बचाउने उहाँ नै हो। मैले त मेरो कर्तव्य मात्र पुरा गरेको, ती बदमासहरूलाई छोड्नुहुन्न। म ती बदमासहरूको अन्याय र अत्याचारको भण्डाफोर गर्न तयार छु। होइन, के गरेर बसेको यहाँ? बिस्तारै बोले पनि हुन्छ, बसिरहेको नि। तिमी पनि बस्ने हो? आऊ बस। भोगो पर्दैन, तिमी आफै बस। मलाई त्यो लाटोले पापा हेरेको जस्तो हेरेर बस्नु छैन। नरिसाउ न क्या। मेरो तिमी, तिम्रो म बाहेक अरू को र के नै छ र? तिम्रो 10 थरी कुरा सुन्ने फुर्सद छैन। खुट्टा हुनुपर्छ, जुत्ता त कति भेटिन्छ कति। खुट्टा त दुईटा त हो नि, अनि जुत्ता कहाँ कसरी भेटिन्छ? पैसा नतिरे पनि पाइन्छ हो। हे भगवान, मैले यस्तो आधो मान्छेसँग कसरी जिन्दगी बिताउने हो? तिमी पनि आधा, म पनि आधा त हो। तिम्रो पछाडि पनि ढाड हुन्छ, मेरो पनि ढाड, अनि दुइटै जोड्दाखेरि हुँदैन त एक? राम्रो लाग्यो यो आइडिया त। कुनै फिल्म बनाउने मान्छेलाई सुनाउनु पर्थ्यो, अनि फिल्म राम्रोसँग चल्थ्यो। अब भने मेरो बुढीले कुरा बुझे जस्तो छ है। शरद पनि आएछ। आऊ आऊ बस। के कुरा हुँदै थियो तिमीहरूको? म आएर डिस्टर्ब त भएन? तिमी आएर खुसी पो लाग्यो नि। हेर केटा हो, दसैँ पनि आइसक्यो, कामदाम केही छैन। शरद पनि किन चिन्ता गर्छौ त? दसैँ तिहारको टेन्सन त बा आमाले पो गर्ने हो त, हामीलाई के को टेन्सन? हेर केटा हो, तिमीहरूको श्रीमती छैन, मेरो त श्रीमती छ, माइत पठाउनु पर्छ। शरदको कुरा पनि ठिकै हो। श्रीमती नभएर के भयो, हाम्रो पनि आफ्नै छुट्टै टेन्सन छ नि। साथीहरूसँग हिँड्ने हो, इन्जोय गर्ने हो, तर के गर्नु, आफ्नो पनि बा आमा मात्रै हुनुहुन्छ घरमा। टेन्सन नलिउँ भन्दा पनि टेन्सन त भइहाल्छ नि। हो त नि, त्यसैले हेर शरद, टेन्सन लिने नै होइन, सिर्फ दिने हो। बुझ्यौ? के गरौँ, काम पनि छैन। ल केटा हो, म चाहिँ गएँ है। ल हुन्छ। ल दसैँ पनि आयो, साथीहरूको नयाँ नयाँ लुगा र गरगहना जिउनै धपक्कै होलान्। आफ्नो भने श्रीमान भनाउँदाको यो हालत छ। कोसँग बोले कि रितु? खोइ यहाँ त म कोही पनि देख्दिनँ। दसैँ पनि आइसक्यो, सबैले किनमेल गरिसक्यो होलान्। आफ्नो भने कोठामा बिहान बेलुका खाना समेत छैन। गरगहनाको त कुरै छोडौँ। हेर बुढी, काम त खोजेको नि, तर कतै पाइँदैन। धरधरमा काम पाएँ भने म पैसा कमाइहाल्छु। मान्छे मरेपछिको औषधि के काम? कहिले काम पाउने, कहिले पैसा कमाउने। दसैँ आइसक्यो अहिले। किन चिन्ता गर्छौ रितु? धन सम्पत्ति दिन नसके के भयो? माया त दिएकै छु क्यारे। तिम्रो मायाले खाना लाउन दिन्छ त? अरू कुरा थाहा छैन। मलाई माइत जानु छ, जसरी भए पनि नयाँ गरगहना र पैसा चाहिन्छ। बुझ्यौ? तिमी पनि कस्तो मान्छे? राम्रो लुगा र गहना लगायो भने मान्छेहरूको आँखा लाग्छ, त्यति पनि थाहा छैन? आफू जस्तो छौ, अरूलाई पनि त्यस्तै सोच्ने हुतियारा। तिमी जस्तो त मैले कतै देख्दिनँ, र कसैको पनि मेरो जस्तो अभागी कर्म नहोस्। तिमी पनि भाग्यमानी छौ, किनकि यो शरदलाई श्रीमान भन्न पायो। ठिक छ, कता जान लाग्यो मरी हो? कता हुनु नि, काम नभएपछि घुमघाम बाहेक के नै छ र? के काम भन्ने? दसैँ आइसक्यो, गाउँ जाने होइन त? तिम्रो पो श्रीमान छ,
राम्रो राम्रो गरगहना र लुगा हुन्छ। हाम्रो त गाउँबाट आमा बुबाले पैसा नपठाए यहाँ कोठा भाडा तिर्न समेत धौधौ पर्छ। तिमीहरूको जिन्दगी ठिक छ। हेर केटी हो, बिहे गर्दा केटा चाहिँ छानेर बिहे गर है। के गर्छौ रितु, तिम्रो श्रीमान जस्तो पाउनलाई भाबीले गर्भमै लेखेको हुनुपर्छ र पाइन्छ। त्यसैले त भन्दैछु, मानिसको जिन्दगी एक बारको चोला। रितु, हाम्रो त केही थाहा छैन भोलिको दिनमा के हुने हो। म चाहिँ तिम्रो दाम्पत्य जीवनमा ज्यादै खुसी छु। तर अहिले म दुखी छु, किनकि बिहे गरेपछि थाहा पाएँ। ल कता जान लाग्यौ, मैले पो हलमा ल्याएँ। रितु, भेट्दै गरौँला, अहिलेलाई हामी जान्छौँ। रितु, ए रितु, यसरी सधैँ गेम मात्र खेल्नु हुँदैन। अब त तिमी ठुली भइसकेकी छौ। होइन, म गेम खेलौँ या नखेलौँ, तिमीलाई के को टाउको दुख्यो? जा उता गएर बस, मलाई डिस्टर्ब नगर। तिम्रो मुख हेऱ्यो कि मलाई एलर्जी भएर आउँछ। त्यसो भए म एलर्जीको औषधि किन ल्याउँछु? बरु भन, कतिवटा ल्याउने? ए बुढा, एउटा कुरा भन्छु। रितु, के भन्यौ? फेरि एकपल्ट भन त, अलिक सुनिन। ए बुढा, एउटा कुरा भन्छु भनेको नि। आज एउटा त के, सयौँवटा भने पनि भन। बजारमा गएर 20 रुपियाँको सुँगुर किनेर ल्याइदेऊ है। मेरो रितुले भनेपछि म अहिले नै गएर किनेर ल्याइहाल्छु। साउजी, सोमत छ, मलाई 20 रुपियाँको दिनुहोस् न। सोमत भनेको मैले बुझिनँ नि भाइ। ए, सोमत छ के भनेको? ए, सोमत भन्ने सामान यहाँ छैन। कहाँ पाउँछ? होटलहरूमा पाइन्छ होला, उतै जानु न। हुन्छ साउजी, धन्यवाद। साउनी, सोमत पाइन्छ? सोमदास पाइन्छ। त्यसो भए 20 रुपियाँको दिनुहोस् न। खाने कि लाने? कहाँ खानु नि, मेरो रितुले ल्याऊ भनेको छ, त्यसैले लाने हो। यति जाबो 20 रुपियाँले पुग्छ र? ए भाइ दिनुहोस्। ए, पैसा लिनुहोस् साउनी। ल साउनी, गएन है? रितु, यी सोमत ल्याए। कस्तो मान्छे होला, बागमतीमा बगाएर विष्णुमतीमा खोज्न जानुपर्ने टाइपको। खोइ हेरौँ त, मैले त कस्तो होला भनेर सोचेको। वाह, हामी चेस गर्न हुँदैन त सर? तिमी भन्छौ भने ओके छु त। खै यता ल्याउनु सर, म नै खान्छु। खै म पनि त अमृत भन्दा पनि मिठो पो हुन्छ त हौ। खै म पनि खै ल्याऊ त, म नि खान्छु।
शरद मैले त तिमीलाई चिनेकै रहेनछु। आऊ यता बल्ल आएर चिने। रितु के गरेको यस्तो नै अहिले नै यस्तो गरेको मलाई त लाज लाग्छ। कोही मान्छेले देखिहाल्यो भने के गर्ने? शरद कम हियर। मलाई यहाँ कस्तो भइरहेको छ। केटा भनेको यस्तो बेला चाहिन्छ। रितु म त तिम्रो बुढा पो हो त, त्यसैले छाड्देऊ, म केटा होइन। आज मेरो जवानीको प्यास मेटाउनै पर्छ तिमीले। आजको जस्तो स्वर्णिम दिन अरू बेला नआउन नि सक्छ, त्यसैले प्लिज पस्नु। रितु छोड न क्या, अहिले कराउँछु नि, यस्तो लाज लाग्ने काम गर्न हुँदैन क्या। शरद मेरो मनको इच्छा त पुरा गरिदे। शरद ए शरद उठ। ना मर्दा तेरो यत्रो हिम्मत? जोसँग 5 पैसाको औकात हुँदैन उसैलाई श्रीमतीसँग रात बिताउनु पर्ने? रितु कमसे कम ढङ्ग पुऱ्याएर बोला, हेप्ने पनि सीमा हुन्छ नि। हेप्ने काम त तैँले गरिस्। अब म तँ जस्तो हुतियारसँग बस्दिनँ। दसैँ पनि आइसक्यो, तँलाई सधैँको लागि छोडेर जाँदैछु। रितु यो तिमीले के गरे कि? म तिमीलाई धेरै माया गर्छु, मलाई छोडेर जाने कुरा नगर। मैले तिमीलाई भनिहालेँ त, बन्दुकको गोली र रितुको गोली फर्केर आउँदैन, बुझ्यौ? रितु 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 साउजी नमस्कार, यहाँ केही काम पाइन्छ? के काम जाने हो भाइ? मलाई धेरै काम आउँछ। लुगा धुन्छु, भाडा माझ्छु, खानेकुरा भयो भने नअगाउन्जेलसम्म पनि खान्छु। गुड, धेरै राम्रो बानी रहेछ। मलाई तिमी मन पर्यो, तिम्रो लागि काम पक्का। सरले काम पक्का भन्नुभयो, आजदेखि सुरु गर्नु न त। हाम्रो अफिसमा काम गर्ने मान्छे पनि खाँचो छ, उहाँलाई राख्दा भइहाल्छ नि। मैले के काम गर्नु पर्यो साउजी? अघि तिमीले जे भने त्यही गर। हुन्छ साउजी। केटा मान्छे हो, माथिदेखि तलसम्म बढाउनुपर्छ। अफिसहरू पनि पढ्नुहुन्छ, तपाईँलाई पढाउनु आउँछ। शरद खाना हो?
तिमीले यो काम पनि सिक्यौ भाइ? हजुर साउजी, अरूले काम गरेको हेरेर सिकेँ। त्यसो भए अबदेखि यो कम्पनीको काम तिमी नै गर। जो काम गर्न आउँछ सिकाउने काम तिम्रो। साउजी, म तपाईँको यो ऋण कहिले पनि तिर्न सक्दिनँ। सधैँ तपाईँको ऋणी नै रहनेछु। हेर भाइ, म मानिसभन्दा उसको मेहनत र इमान्दारले विश्वास गर्छु। सुन, म केही दिनपछि विदेश जाँदैछु। सायद म उतै पनि बस्न सक्छु, किनकि त्यहाँ मेरो परिवार छन्। सिधा भाषामा भन्नुपर्दाखेरि यो कम्पनी तिमीलाई नै दिएर जानेछु। साउजी, यो के भन्नुभएको? म त तपाईँ हुनु भएन भने माछा बिनाको पानी पो हुन्छु। तिमीले मलाई चिनेको नै रहेनछौ। ल सर, बेस्ट अफ लक। हेर बहिनी, यहाँ ल्याउनुको खास कारण के हो भने? खास कुरा के हो सर? भन्नुहोस् न, मैले के गर्न सक्छु कि? केही समयलाई म विदेश जाँदैछु। विदेश जानुहुने रे? सरको विदेशमा चाहिँ को हुनुहुन्छ? किनभने मेरो सबै परिवार उतै छ, हेर्न त पर्यो। त्यही माथि यो कम्पनीको काम सबै शरदलाई जिम्मा दिएर जाँदैछु। हस् सर, हजुरले विश्वास गरिहाल्नुभयो। को मान्छे कस्तो हुन्छ भन्ने थाहै हुँदैन सर, जिम्मै नदिएको भए हुन्थ्यो कि। कम्प्युटरमा गर्ने काम तिमीले गर, अरू काम शरदले गर्छ। यताको चिन्ता नगर्नुहोस् न सर, कम्प्युटरमा हुने काम त सबै म गरिहाल्छु नि। मलाई त विश्वास गर्नुभयो। शरद सर त भर्खर जोइन गर्नुभएको। कुनै कुराको कमी भयो भने मलाई कल गरेर भन्दा हुन्छ। अरू कुरा मेरो बारेमा सबै तिमीलाई थाहा छ। कम्प्युटरमा गर्ने जिम्मा तिम्रो, उता गोदाममा गर्ने जिम्मा शरदको। यस्तो कुरा अफिसमा गरे पनि हुन्थ्यो, तर स्टाफले नराम्रो सोच्छ कि भनेर एकान्तमा बोलाएको नि। हुनु त हुन्थ्यो सर, तर मान्छेहरूको नजर। अब लागौँ। नमस्ते सर। नमस्ते। हजुरको कम्पनीमा काम छ अरे भन्ने सुनेर आएको सर। हजुरले जसरी भए पनि मलाई काम दिलाउनु पर्यो सर। के कामको अनुभव छ तपाईँसँग? खासै अनुभव त छैन, तर दिल ज्यानले म मेहनत गर्नेछु। ओके, भोलिदेखि तपाईँको काम पक्का। किन भोलि? आजैदेखि तपाईँको यात्रा सुरु। थ्याङ्क यू सो मच। थ्याङ्क यूको जरुरतै छैन। हामी मेहनत गर्ने हो, मेहनतको फल खाने हो। ओहो, वर्षाको फोन आएछ। हेलो। हेलो वर्षा। हेलो विक्रम, के छ? के गर्दैछौ? मैले जवाब पाएँ नि वर्षा, तिम्रो मायाले मलाई भाग्यमानी तुल्यायो। तिमी जस्तो इमान्दार मेहनती श्रीमान पाउँदा म पो भाग्यमानी भए त। तिम्रो बोसलाई मेरो तर्फबाट मुरी धन्यवाद। सुन त, सरले मलाई एक वचनमै जागिर दिनुभयो नि। अब मैले यहाँबाट नै उहाँलाई पूजा गरेँ। ल अहिले नै पूजा गर्नु पर्दैन, कुनै दिन प्रत्यक्ष भेटमै पूजा गरौँ ल। ओके, बाई। बाई वर्षा। सर, हाम्रो कम्पनीमा बाहिरबाट सामान आएको छ। ओके, ठिक छ। गोदाम नम्बर 82 खाली होला, त्यही राख्दा ठिक होला। हुन्छ सर, म यतै भण्डार गर्नेछु। तपाईँको विचार। हस् सर। हेलो, के छ खबर? कता हिँडे कि? काम छैन, चाडबाड आइसक्यो, डुल्दै हिँडे कि। तपाईँहरू चाहिँ कता हिँड्नु भएको नि? हाम्रो नि काम नभएको धेरै भयो।
कोठामा थुप्रिँदा थुप्रिँदा बल्ल यसो बाहिर निक्लेको। हामी पनि कोठामा बस्दा बस्दा दिक्क लागेर यसो बाहिर निस्के कि। हुन त हो, आफ्नो पनि काम छैन। यत्रो लाठे केटाहरू भएर काम छैन भन्न लाज लाग्दैन? हाम्रो पनि काम नभएको 2-4 महिना भइसक्यो। चार्ज कसरी मान्ने हो कुनी? हुनु त हो नि, दसैँ आएर के गर्नु? काम छैन भनेर हुन्छ, काम त गर्नु पर्यो नि। हामी पो छोरी मान्छे, काम खोज्दा पनि कसैले दिँदैन। ए तिमीहरू र हामी उस्तै रहेछ। ल ल अहिले जान्छौ। ल हुन्छ। ल हुन्छ। हेलो हजुर, तपाईँहरूको सामान यहाँ गोदामबाट हिँडिसक्यो। भोलि बिहान 7-8 बजे तपाईँहरूको गोदाममा आइपुग्छ। हजुर जति सक्दो हामीले छिट्टै पठाउने कोसिस गरिरहेको छु। जताततै पहिरो गएको छ, त्यसैले पनि ढिलो भएको हो। हेलो वर्षा। हेलो विक्रम। भन त। म काठमाडौँ आउँ कि भने कि। ए खुसीको कुरा, आऊ न। हाम्रो अफिस चाहिँ तपन हो। गाडी पठाउँछौँ भन्नु न। बस भागमा आइपुग्नु सरले भन्नुभएको, गाडी पठाउँछु भन्नुभएको छ। उहाँलाई थ्याङ्क यू सो मच भन्नु होला है। ओके ल। आफूलाई कहिले भेटौँ भइरहेको छ। हामी एकछिन बिजी छौँ। सर सबै ठिकै छ। विक्रमजी, तपाईँलाई एउटा कुरा भन्न मन लागेको थियो। सर भन्नुहोस् न, मबाट केही गल्ती भयो कि? गल्ती त धेरै भएको छ नि। के भयो भन्नुहोस् न सर। हामी साथी भएकोले यो तपाईँ र सर भन्ने शब्द अलि सुहाएन कि जस्तो लाग्छ। जागिर खाएपछि आफ्नो नुनको सोझो र गुणको सम्मान गर्न त जान्नु पर्यो नि सर। त्यसैले हजुरले चाहिँ जी भन्ने शब्द हटाएर बोल्नु भएमा सुनमा सुगन्ध हुने थियो कि? आजदेखि हामी दुईमा साथी र साथ हुनेछ। कोही ठुलो होइनौँ, कोही सानो छैनौँ, मात्र शरद र विक्रम। हेर न विक्रम, म तिम्रो बोसलाई अहिले नै भेटौँ र थ्याङ्क यू भनौँ भइरहेको छ। मेरो रानी, किन हतारिन्छौ? सरलाई भेटेपछि तिमीलाई छुट्न मनै लाग्दैन। त्यस्तो रमाइलो मान्छे मनको धनीलाई भेटेपछि मन शान्त र खुसी हुन्छ भन्छन्। त्यसो भए हामी आजै भेटौँ, बरु जाउँ। शरद। नमस्कार सर। नमस्कार। रितु, म त तिम्रो बुढा पो हो त, त्यसैले छाड्देऊ। म केटा होइन। आज मेरो जवानीको प्यास मेटाउनै पर्छ तिमीले। आजको जस्तो स्वर्णिम दिन अरू बेला नआउन नि सक्छ, त्यसैले प्लिज टच मी। रितु, साउजी नमस्कार। यहाँ केही काम पाइन्छ? के काम जानेको छ भाइ? मलाई धेरै काम आउँछ। लुगा धुन्छु, भाँडा माझ्छु, खानेकुरा भयो भने नअगाउन्जेलसम्म पनि खान्छु। गुड, धेरै राम्रो बानी रहेछ। मलाई तिमी मन पर्यो, तिम्रो लागि काम पक्का। सरले काम पक्का भन्नुभयो, आजदेखि सुरु गर्नु न त। हाम्रो अफिसमा काम गर्ने मान्छे पनि खाँचो छ, उहाँलाई राख्दा भइहाल्छ नि। मैले के काम गर्नु पर्यो साउजी? अघि तिमीले जे भन्यो त्यही गर। हुन्छ साउजी। केटा मान्छे हो, माथिदेखि तलसम्म बढाउनुपर्छ। अफिसहरू नि फोन हुन्छ, तपाईँलाई बढाउनु आउँछ? तिमीले यो काम पनि सिक्यौ भाइ? हजुर साउजी, अरूले काम गरेको हेरेर सिकेँ। त्यसो भए अबदेखि यो कम्पनीको काम तिमी नै गर। जो काम गर्न आउँछ सिकाउने काम तिम्रो। साउजी, म तपाईँको यो ऋण कहिले पनि तिर्न सक्दिनँ। सधैँ तपाईँको ऋणी नै रहनेछु। हेर भाइ,
म मानिसभन्दा उसको मेहनत र इमान्दारले विश्वास गर्छु। सुन, म केही दिनपछि विदेश जाँदैछु। सायद म उतै पनि बस्न सक्छु, किनकि त्यहाँ मेरो परिवार छन्। सिधा भाषामा भन्नुपर्दाखेरि यो कम्पनी तिमीलाई नै दिएर जानेछु। साहुजी, यो के भन्नुभएको? म त तपाईँ हुनु भएन भने माछा बिनाको पानी पो हुन्छु। तिमीले मलाई चिनेको नै रहेनछौ। ल सर, बेस्ट अफ लक। केही समयलाई म विदेश जाँदैछु। विदेश जानुहुने रे? सरको विदेशमा चाहिँ को हुनुहुन्छ? किनभने मेरो सबै परिवार उतै छ, हेर्न त पर्यो। त्यही माथि यो कम्पनीको काम सबै शरदलाई जिम्मा दिएर जानेछु। हस् सर, हजुरले विश्वास गरिहाल्नुभयो। को मान्छे कस्तो हुन्छ भन्ने थाहै हुँदैन सर, जिम्मै नदिएको भए हुन्थ्यो कि। कम्प्युटरमा गर्ने काम तिमीले गर, अरू काम शरदले गर्छ। यताको चिन्ता नगर्नुहोस् न सर, कम्प्युटरमा हुने काम त सबै म गरिहाल्छु नि। मलाई त विश्वास गर्नुभयो। शरद सर त भर्खर जोइन गर्नुभएको। कुनै कुराको कमी भयो भने मलाई कल गरेर भन्दा हुन्छ। अरू कुरा मेरो बारेमा सबै तिमीलाई थाहा छ। कम्प्युटरमा गर्ने जिम्मा तिम्रो, उता गोदाममा गर्ने जिम्मा शरदको। ना मर्दा, तेरो यत्रो हिम्मत? जोसँग 5 पैसाको औकात हुँदैन उसैलाई श्रीमतीसँग रात बिताउनु पर्ने? रितु, कमसे कम ढङ्ग पुऱ्याएर बोला। हेप्ने पनि सीमा हुन्छ नि। हेप्ने काम त तैँले गरिस्। अब म तँ जस्तो हुतियारासँग बस्दिनँ। दसैँ पनि आइसक्यो, तँलाई सधैँको लागि छोडेर जाँदैछु। बस्नुहोस् न। के भयो वर्षा? विक्रम, मलाई टाउको दुखेछ, प्लिज जाऊ न। जाऊ न। कसरी 81 टाउको दुखेछ? आकाशमा टाउको दुख्नु राम्रो पनि होइन, गर्मीले पनि हुन सक्छ। तपाईँहरू जान सक्नुहुन्छ। दुख्नु नपर्ने हो। आज के भएछ? विक्रम, तिमीले त्यो जागिर अहिले यतिखेरै छोड्नुपर्छ। किन, के भयो? फेरि शरद मेरो साथी भइसक्यो। विक्रम, मैले भनिहालेँ नि, तुरुन्त जागिर छोड्दैनौ भने मलाई छोड। आखिर भयो के? एकाएक तिमीलाई के भयो? हो, म होसमै छु। म तिमीलाई पनि होसमा ल्याउन खोज्दैछु र जागिर छोड। तेरो चर्ती कला देखिसके। त जस्तो केटी चोकमा भेट्छु त खुरुक्क निस्क्याल। तँलाई यहाँ कुनै ठाउँ छैन। कोही भने जागिर छैन भनेर श्रीमानलाई जागिर खानु सुर्याउँछ। यिनी भनी भएको रोजीरोटी पनि अहिले छोड भन्छ। साला आइमाईको जात। के भयो विक्रम? नुन खाएको कुखुरा जस्तै भएको छौ नि। केही भएको छैन। मलाई कुरा लुकाएको मन पर्दैन। मैले तिमीसँग के नै लुकाउनु छ र? म त तिमीले पालेको जन्तु हुँ। ओइ विक्रम, त कोसँग बोल्दैछस्? फेरि तेरो मुखबाट यो अपवित्र शब्द कसरी निस्क्यो? तिम्रो घरको श्रीमान श्रीमतीमा ठाकठुक त परेन? हो यार, वर्षा हिजो नै रुम छोडेर गइन्। अब म मेरी वर्षालाई कहाँ खोजु? अनि कहाँ गइन् त? केही त भनिन् होला। विक्रम, तिमीले यो ठिक गरेन। जे भयो भयो, अब यसलाई कोट्याएर केही फाइदा छैन। वर्षालाई केही भयो भने दोषी तिमी हुनेछौ। हेर विक्रम, वर्षालाई खोजौँ। केटी मान्छे हो, जे पनि गर्न सक्छ। जाऊ।
वर्षा 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 तिमीलाई मेरो वर्षा वर्षा तिमी मलाई छाडेर जान सक्दिनौ मरे पनि सँगै मरौँला बाँचे पनि सँगै बाँचौँला तिमीहरूमाथि मलाई शङ्का थियो त्यो आज साबित पारिदियो अब म तिमीहरूको जिन्दगी सदाको लागि समाप्त गरिदिन्छु र त्यो सारा पर्वटी मेरो हुनेछ विक्रम कस्तो घटिया सोच हो तेरो शिकारी जङ्गलमा शिकार खेल्न जाने एउटा बन्दुक र एउटै मात्र गोली बोक्दैनन् बुझ्यौ मसँग दुईटा पिस्तोल दुईटै गोली तिमीले ठिक भन्यौ सर संयोग पनि शिकार पनि दुईटै को हो तिमी हामी तेरो कालो हो छाड दे यति नै काफी छ शरद मलाई छोड्यो म तिम्रो पैतालाको धुलो सरह पनि छैन म त यो पृथ्वीको भारी हुँ तिम्रो ऋतु मरिसके अरू के भयो मलाई थाहा नै छैन र हुन पनि सक्छ तर यो मेरो मुटुमा बास बस्ने दिलको रानी ऋतु हिजो पनि आज पनि भोलि पनि सधैँभरि मेरो आँखाको नानी बनेर बसेकी छौ केही छिन ज्यान टाढा हुँदैमा माया टाढा हुँदैन ऋतु शरद मैले मेरो राजालाई चिनेकै रहेनछु बल्ल मेरो आँखा खुल्यो एक रथको दुई पाङ्रा भनेकै शरद राजाको रानी ऋतु ल भन त माया त माया हो नि मेरो राजा सागर यति शीतल रहेछ यति बस्नु वर्षा समय बितेको थाहा नै हुँदैन है तपाईँ समयको कुरा गर्नुहुन्छ आफू त वर्षा परियो खै कति बेला भेल बनेर सागरमा डुब्दैछु थाहै भएन वर्षालाई हावा हुरीले उडाइ लग्यो भने यो सागर नाममात्रीको सागर अनि म एकादशको कथामा परिणत हुन्छु के कुरा गर्नुभएको यी वर्षामाथि विश्वास छैन खै तपाईँलाई कसरी विश्वास दिलाउनु हुनसक्छ चिनी धेरै खायो भने तितो हुन्छ भन्छन् म पनि त्यस्तै होला ल के भयो तिमीलाई मैले त रेला पो गरेको हुँ कसले तिमीमाथि शङ्का गर्न सक्छ तिमी त मेरो लक्ष्मी हो सुन त राम तिमीलाई कस्तो लाग्छ रामको व्यवहार हेर्दा साँच्चै नै साक्षात राम भगवानको याद आउँछ किनकि ती राक्षसहरूबाट मेरो सागरको रक्षा गरेको ए अस्ति हिरो बनेर आउने त राम्रो रहेछ यो कुरा सङ्कट राईलाई नसुनाइ भएन केटा पनि आइपुग्यो मर्गी खुसी गरी भइसक्यो केटा थाकै त हेर ल भन के भयो एकछिन हेर थाकै मार्नु त थियो केटा कालले लखड्दा पनि यसरी भागेर आउँदैन ए केटा यो सङ्कट राईलाई काएर भन मन पर्दैन अस्तिको यो शिकारमा बाघ बनेर आउने त राम्रो रहेछ ठिक छ कहिले राम्रो खबर ल्याइस्
एक दिन म त्यो फ्याउरो मागलाई काँडेदारको घेरामा राखेर रगतम्मै बनाउन सकेन भने मेरो नाम शङ्कर राई होइन। बुझ्यौ? केटा, नाम मेरो शङ्कर राई, काम मेरो बाघको छालामा स्यालको रजाइ। बुझ्नेलाई श्रीकण्ठ, नबुझ्नेलाई खुर्बक बिट। जाउँ केटा, जाउँ जाउँ। म त आफैसँग हारेँ, कहिलेकाहीँ त आफैलाई घिरा लागेर के कुरा गर्नुभएको तपाईँले? मलाई यस्तो कुरा गरेको मन पर्दैन। सङ्घर्ष नै हामी मानिसको परीक्षा हो। सङ्घर्ष बिनाको फल औचित्यहीन हुन्छ। त्यसैले मिठो फल प्राप्त गर्न धेरै त्याग र तपस्या चाहिन्छ। ठाउँमा तिमीले भनेको कुरा पनि सही हो, तर मैले तिमीलाई केही पनि दिन सक्दिनँ। म पापी रहेछु, तिम्रो माइतको खुसी लुटेँ। सायद भगवान्ले पनि मलाई माफी दिँदैन होला। शरद, तपाईँले मलाई जुन माया दिनुभएको छ त्यो मायामा हिरा मोती मणि माणिक्य भन्दा पनि 100 गुणा अटुट स्नेह जाएको छ। जहाँ शरद ऋतुको बगैँचामा सुन्दर सपनाको फुलका बिरुवाहरू रोपिएको छ। ऋतु, तिमी महान नारी रहेछ। नारीमा हुनुपर्ने सम्पूर्ण गुण तिमीमा रहेछ। यिनै आँखाले देखेको छु। कतिको श्रीमान श्रीमतीको घर झगडा र कलहले सम्बन्ध विच्छेद नै गर्छन्। ए हजुर, यहाँभन्दा धेरै नबोल्नुहोस्। 6 ऋतुमध्ये शरद ऋतु पनि एक हो। मेरो परिवारमाथि आँखा लगाउने। आजसम्म मैले कसैलाई नराम्रो गरेँ छैन, अरूले नराम्रो भने छैन। मेरो छोरीहरूको कसैसँग मनमुटाव पनि थिएन। फेरि 81 मेरो ज्वाइँमाथि कसले हातपात गर्यो? मैले थाहा पाएको भए यो दुर्गा को हो भनी राम्ररी चिनाइदिन्थ्यो। नमस्ते। नमस्ते। एक्लै कुरा गरिरहेको देख्छु। त्यस्तो केही होइन कुसुम। हेर न, अस्तिको बदमासहरूले मेरो ज्वाइँमाथि हातपात गरेछ। ए, मैले पनि सुनेको थिएँ। त्यस्ता बदमासहरूलाई त पानी मुनि गए नि छोड्नुहुन्न। आन्टी फेरि दुश्मनी पो थियो कि? के को दुश्मन हुनु नि? 81 मेरो ज्वाइँमाथि हातपात गरेछन्। को होला त? नदेखेको चोर बाउ समान भन्छन्। एक दिन त अवश्य थाहा हुन्छ। त्यस बेला ती फटाहरूलाई बाउको बिहे देखाइदिनुपर्छ। ठिक भने कुसुम। कस्ता कस्ता भिरपाखालाई त दैव लागेर पहिरो जान्छ भनेदेखि हामी त मान्छे हौ। ती बदमासहरूले मेरो खुट्टा छोएर माफी मागेन भने मेरो नाम पनि दुर्गा देवी होइन। कता पुगेर आउनुभयो?
अनि सन्चै हुन्छ? कता हुनु नि, एक्लो मान्छे जता गयो उतै दैलो भन्छन्। आजसम्म सन्चै छु। बरु तपाईँको हालखबर के छ सुनाउनुहोस् न। एकदम राम्रो। अझ भन्नुपर्दा भगवान् रामको दर्शन र साथ पाएकोमा ज्यादै खुसी छु। म आफू जे छु ठिकै छु। घृणा गर्नु सहन्छु, तर के भयो? आज धेरै दिनपछि भेट भयो। कतै गुप्तवास त बसेकी हैनौ? धेरै वर्षपछि मामा घर गएको थिएँ, त्यसैले धेरै समय बसे पनि। खै त मलाई पाटी खुवाउनु परेन? पाटी त मैले भन्दा पनि पहिले तिमीले खुवाउनु पर्यो नि। बरु भन मामा घरबाट के कसैले ल्यायो अनि म पाटी दिन्ला। मामा घरको कसैले तिमीलाई दिनु मिल्दैन। उहाँहरूको कसैले मलाई मात्रै हो, किनकि उहाँहरूको न्यानो माया नै मेरो अमूल्य कसैले थियो। यो मायालाई न बाँड्न सक्छु न त दिन नै सक्छु। हुन त हो है, आमा पछि प्यारो नै मामा घर भन्छन्। कुसुम, समय आउला अवश्य पाटी खुवाउला नि। थ्याङ्क यू ऋतु। तिमीहरूको दाम्पत्य जीवन सुखमय रहोस् यति भए पुग्छ। कहाँ जान लागेको थियौ कुन्नी? मैले अल्मल्याए। भेट्दै गरौँला है कुसुम, अहिलेलाई म नि जान्छु। हेर वर्षा कति निष्ठुरी, एकचोटि पनि फोन गरिन। के छ बहिनी भनेर सोध्नु पर्ने, अब बहिनीले नै फोन गर्नुपर्ने भयो। मैले तेरो रामायण महाभारत सुन्न खोजेको होइन महाशय। मैले त मेरो दिदी भिनाजुको हालखबर के छ भनेर बुझेकी मात्र हो। के गर्छौ त? दिदीको कोही भिनाजुले साली आदि घरवाली भन्छ भन्न मिल्दैन। अनि भन त मेरो मुटु के गर्दैछु? के गर्नु, यो मुटुको कामै रहेनछ। उता मनमा अर्कैले राज गरिसकेछन्। समय नै यस्तो छ। ए लाठी के भयो? यो जुटी त के? अर्को जुटी पनि हामी दिदी बहिनीको नाता भगवानले पनि छुटाउन सक्दैन। ल राखेँ वर्षा, बाई। एकछिन यतै बस्नु पर्ला। वर्षा ऋतुले पनि बिहे गरेछ। खुसी लाग्यो। हुर्केको चेलीबेटीले बिहे त अवश्य गर्नुपर्छ, तर म चाहिँ बिहे नै गर्दिनँ होला। वर्षा ऋतुले पनि बिहे गरेर गइन्। अब आन्टीलाई कसले हेर्ने होला? छोरा भने नि छोरी भने नि
वर्षा ऋतुमै थिएँ। हुन त मेरा पनि दाजुभाइ दिदीबहिनी छैनन्। बा आमालाई मैले बाहेक कसले हेर्ला नि। मैले त बा आमाको सेवा गरेर बस्नुला। भोलिको दिनमा मेरो कथा कस्तो होला? जे गर्छ समयले गर्छ, जे हुन्छ समयमै हुन्छ। पानीको कोदो पनि कामै नलाग्ने भयो, सबै खरेलले खाइदियो। ए आमा त यता पो हुनुहुँदो रहेछ। म घरमा खोजै खोजै आमा नमस्कार। नमस्ते नानी, भाग्यमानी भयो। कोदो पाक्यो र आमा? अलिअलि पाक्यो। ऋतु खबरै नगरिकन आइस् त। ज्वाइँ सबलाई सन्चै हुनुहुन्छ? भनेपछि आमालाई खबर नगरी आउनै भएन नि है आमा? हुन पनि हो, माइती घर भनेको छोरी चेलीको लागि 2 दिनको पाहुना मात्र हो। ऋतु मैले त्यसो भनेको होइन। यो घर पनि त मेरो छोरीहरूको घर हो नि। छोरा भने पनि छोरी भने पनि तिमीहरू त हो नि। तिमीहरू बाहेक मेरो को नै छ र अरू? अन्यथा नथान। आमा, जबसम्म हामी छोरीहरू छौँ हजुरलाई कहिले पनि दुःख हुन दिँदैनौँ। यो मेरो वचन भयो आमा। यो ज्यानमा 2 मुठी शास्त्र हुन्जेलसम्म आमाकै साथमा रहने म बाचा गर्दछु आमा। ए नानी गफैमा भुलेछ, जाउँ घरतिरै। ए हुन्छ आमा, लु म गउँछु नि है। हुन्छ नानी। के गरे नि एकछिन पानी खाएर जान्छ। ओहो, के छ सागरजी? ठिकै छ। सन्चो छैन क्या हो? निराश देख्छु। अलि सन्चो छैन। आखिर भयो के? किन हरेस खाएको नि? हेर्नुहोस्, म त तपाईँको साथी हो। केही मात्रामा भए पनि सहयोग गर्न सक्छु कि? त्यही त भन्दैछु, तपाईँको सहयोगको ऋण तिर्न चाहन्छु। हेर्नुहोस् न, तपाईँको सहयोगको ऋण नतिरी मेरो मन कहिले शान्त हुँदैन। कुनै दिन सायद मिलाउने छु। शरद, तपाईँ त कस्तो मान्छे? तपाईँ त छोरा मान्छे हो। छोरा मान्छे भएर पनि यस्तो हुन्छ? ल भन त ऋतु, म चोर्न जाउँ? मैले बल्ल बुझेँ मान्छेले किन चोर्छन्, किन पाकेट मार्छन् भनेर। अब म रातारात लखपति बन्छु। के अब चोरेर डाका मारेर लखपति बन्ने हो र? त्यसो भए अब म के गरौँ? कि आत्महत्या गरौँ? भाइ, नेपालमा कहाँ विधिको शासन छ? कसरी बन्छ नेपाल? यो देशमा राम्रो काम पाउनलाई त नेताहरूको चम्चे झोले बन्नुपर्छ कि त देशद्रोही दलाल, अनि मात्र राम्रो ठाउँमा बिना सङ्घर्ष पुग्न सकिन्छ। हामी स्वाभिमानी नेपाली हौँ। एक मुठी कोदोको पिठोले पनि बिहान बेलुका छाक टार्न सक्छौँ। जाउँ ऋतु घर। मेरो बाटो किन छेकेको? ल गोरे क्या छुवा केटी रहेछ दाइ। ल धेरै पछि फेला पर्यो नि त हो नि दाइ। म शङ्कर राई। ए केटा आओ भनिदेऊ त। हो, उहाँको नाम शङ्कर राई, तर काम बाको छालामा स्याल पर चाहिँ। अनि म छ नि, म चाहिँ नार। शङ्कर राई, अझै पनि तैँले आफूलाई सुधारेको रहेनछस्। तेरो जिन्दगी देख्दा दुःख लागेर आउँछ। शङ्कर राई यो ठाउँको हिरो हो, हिरो दयाहाङ। ए केटा हो भनिदेऊ त, म
म त पढाइ लेखेको सङ्कट राईले जति कसले पढेको छ र झन्नै 12 पास त्यो पनि यहाँ हो र खोटाङमा सङ्कट राई मलाई राम्रोसँग थाहा छ तेरो हैसियत मैले बताइराख्नु नपर्ला वर्षा कसरी वर्षिन्छ वर्षाको भयङ्कर रूप के भन्ने सिकाइराख्नु नपर्ला अहिलेलाई यति बुझिराख वर्षाले चाह्यो भने तिमीहरूलाई सागरमा डुबाइदिन्छु हेर वर्षा सङ्कट राई आगो नाम मेरो सङ्कट राई काम मेरो बाको छालामा स्यालको रजाई सङ्कट राईलाई च्यालेन्ज दिने त्यो पनि वर्षा मैले सङ्कट राईलाई च्यालेन्ज दिने सङ्कट राईले जति कसले पढेको छ उहाँ यो ठाउँको राजा हो ओइ चिनेनस् जाऊ गेट आउट कुसुम धेरै समयपछि यो ठाउँमा घाम झुल्के जस्तो छ ठिक भन्नु शरद शरद ऋतुको मिठो कहानी किन तगारो बन्ने भनेर बाधा लागेको होला एउटा कुरा थाहा छ मलाई शरद ऋतु साह्रै मनपर्छ त्यति पनि थाहा छैन शरद र ऋतुमा कुसुमको माया र साथ भएपछि सुनमा सुगन्ध थपिनी भयो बरु अरू नयाँ नौलो सुनाउ न नयाँ खै के भन्ने अब कतै जागिर खोज्नु पर्ला यस्तै हो तिमीले कतै जागिर खायो भने मलाई पनि भन है यो देशमा म जतिको अभागी र बेरोजगारी कोही पनि छैन म जस्तोले जागिर खानु भनेको सपनामा पनि नसोच्दा हुन्छ छोरा मान्छे भएर पनि हरेस खाने हो एक दिन त पाइहाल्छ आफूलाई परीक्षा चोटे उधारो खोज्छ भोटे ल कुसुम भेट्दै गरौँ ल हुन पनि हो यो देशमा जागिर पाउन धेरै गाह्रो छ साथीको लागि कलम रहेछ कलम नाम तेरो राम काम तेरो राम्रो रहेछ के भयो तपाईँलाई के भयो यो म के देख्दैछु मेरो आँखालाई चस्माको आवश्यकता पर्यो कि कति सपनामा त छैन म होइन यो केटा मान्छेको दिमागमा गोबर भरिएको छ कि नत्र भने के भयो हात हालाल गर्नलाई नाम मेरो सङ्कट राई काम मेरो बाघको छालामा स्यालको रजाई नारद ठिकै छ आज केटाहरू पनि रहन्छ